के तपाईँ पनि युके जान चाहनुहुन्छ अथवा जाने सोचमा हुनुहुन्छ भने आजको भिडियो तपाईँको लागि हो। आजको यस भिडियोमा म तपाईँहरूलाई कम्प्लिट पुरै सबै कुरा भन्छु। युकेको बारेमा जति पनि कुरा हुन्छ सबै कुरा भन्छु। आजको यस भिडियोमा मैले कभर गर्नुपर्ने टपिकहरू युके किन जाने, युकेमा कुन कोर्स राम्रो हुन्छ, त्यसपछि युके स्टुडेन्ट रिक्वायरमेन्ट के हुन्छ, त्यसपछि युकेका डकुमेन्ट्सहरू के चाहिन्छ, त्यसपछि एडमिसन प्रोसेसहरू कस्तो हुन्छ त्यसको बारेमा भन्छु, त्यसपछि भिजा प्रोसेसको बारेमा, त्यसपछि ट्युसन फी कति हुन्छ स्टुडेन्टको लागि र लिभिङ कस्ट कति पर्न जान्छ त्यसको बारेमा पनि कुरा गर्छु र यसको साथसाथै पार्ट टाइम जबको बारेमा कुरा गर्छु, सेलेरीको बारेमा कुरा गर्छु, कति सेलेरी दिन्छ, कति पार्ट टाइम काम गर्न पाउँछ, त्यसपछि पिएसडब्ल्यू जब पिआर यसको बारेमा पनि भन्छु, त्यसपछि युके इन्टेक्स कुन इन्टेक हुन्छ युके जानको लागि बेस्ट त्यसको बारेमा भन्छु, त्यसपछि नेपालबाट युके जान टोटल कति खर्च लाग्छ, कति कस्ट लाग्छ त्यसको बारेमा भन्छु, त्यसपछि फाइनल टिप्स र कमन मिस्टेकहरू त्यसपछि फाइनल टिप्स र कमन मिस्टेकहरू के हुन्छ जुन प्रायः सबै स्टुडेन्टले गरिरहेको हुन्छ त्यसको बारेमा भन्छु र त्यसपछि लास्टमा म तपाईँहरूलाई कन्क्लुजन भन्छु। सो यो सबै कुरा जान्न चाहनुहुन्छ भने यो भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। सो विदाउट एनी फर्दर डिले भिडियोलाई स्टार्ट गरौँ। सो फर्स्टमा हाम्रो छ युके किन जाने। युके वर्ल्डको टप एजुकेसन डेस्टिनेसन हो। युएसए पछि अमेरिका पछिको दोस्रो सबभन्दा भ्यालुएबल डिग्री भनेको युकेको हुन्छ। एउटा यो पोइन्ट भयो तपाईँको लागि। ग्लोबल रिकगनाइज डिग्री छ हैन, यो ग्लोबल रिकगनाइज डिग्री भयो वर्ल्ड वाइडमा। त्यसपछि सर्ट ड्युरेसन कोर्स छ जसमा तपाईँले बेचलर तपाईँले 3 इयर्समा गर्न सक्नुहुन्छ कम्प्लिट र मास्टर तपाईँले 1 इयर्स अथवा 1.5 इयर्समा कम्प्लिट गर्न सक्नुहुन्छ। सो यो तपाईँको एउटा सर्ट टर्म ड्युरेसन भयो। सो यहाँनिर तपाईँले फाउन्डेसन इयर अथवा विथ प्लेसमेन्ट अथवा इन्टर्नसिप गर्नुहुन्छ भने त्यहाँ पनि तपाईँले 4 इयरको कोर्स गर्न सक्नुहुन्छ। तर तपाईँले मेनली तपाईँले 3 इयर्सको बेचलर कोर्स र 1 इयरको तपाईँले मास्टर कोर्स तपाईँ युकेमा गर्न सक्नुहुन्छ। अर्को हाम्रो छ पार्ट टाइम वर्क एलाउ छ हैन युकेमा। त्यसपछि पिएसडब्ल्यू तपाईँको 18 मन्थ्सको हुन्छ हैन। तपाईँको जुन कोर्स सकिहाल्छ, तपाईँको कोर्स सकिसकेपछि तपाईँले 18 मन्थसम्म काम गर्न सक्नुहुनेछ अहिलेको न्यू रुल अनुसार। पहिला 2 वर्ष थियो तर अहिले 18 मन्थ्स भइसकेको छ, 18 महिना मात्र छ। त्यसपछि इन्टरनेसनल एक्सपोज छ र त्यसपछि के छ क्यारियर ग्रोथ यसको राम्रो छ। त्यही भएर तपाईँले युके जान सक्नुहुन्छ। यो तपाईँको मेन पोइन्टहरू हो युके जानको लागि। अब हामी कुरा गर्छौँ युकेमा कुन कोर्स राम्रो हुन्छ। सो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ युकेमा पपुलर कोर्सहरू कुन छ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। आइटी भयो, डाटा साइन्स भयो, साइबर सिक्युरिटी भयो, त्यसपछि बिजनेस एन्ड म्यानेजमेन्ट भयो, त्यसपछि हेल्थ एन्ड नर्सिङ, त्यसपछि इन्जिनियरिङ, त्यसपछि तपाईँको होस्पिटालिटी एन्ड टुरिज्म। सो यो सबै कोर्सहरू तपाईँको त्यहाँ युकेमा एकदमै पपुलर कोर्सहरू छ। सो यो बाहेकका कोर्सहरू पनि तपाईँले गर्न चाहनुहुन्छ भने तपाईँ ढुक्क भएर गर्न सक्नुहुन्छ। तर यो तपाईँको पपुलर कोर्सहरू छ, एकदमै अहिले चलेको कोर्सहरू छ युकेमा। कोर्स छान्दा तपाईँले करियर स्कोप, पिएसडब्ल्यू जब चान्सहरू हेर्नु होला के कतिको इम्पोर्टेन्ट छ छैन। तपाईँले यो नगर्नु होला तपाईँले हावातालमा जुन कोर्स पाए त्यो कोर्स तपाईँले सिलेक्ट गर्नुहुन्छ, न त्यसको स्कोप छ, न तपाईँको पिएसडब्ल्यूको जबको चान्स छ, न पिआरको चान्स छ। त्यस्तो कोर्स तपाईँले सिलेक्ट नगर्नु होला। अलिकति गाह्रो भए पनि तपाईँले राम्रो कोर्स सिलेक्ट गर्नु होला जसको स्कोप राम्रो छ, जसबाट तपाईँले पिआर लिन चाहनुहुन्छ भने तपाईँले त्यो पनि लिन सक्नुहुन्छ र यसको फ्युचर पनि राम्रो हुन्छ, सेलेरी पनि राम्रो हुन्छ। सो तपाईँले त्यस्तो खालको कोर्सहरू सिलेक्ट गर्नु होला। अब हामी कुरा गर्छौँ युके स्टडी रिक्वायरमेन्ट्स। सो युकेमा स्टडी गर्नको लागि के रिक्वायरमेन्ट्सहरू चाहिन्छ तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। युकेमा स्टडीको लागि तपाईँ बेचलरबाट हुनुहुन्छ भने तपाईँले +2 गर्न सक्नुहुन्छ अथवा डिप्लोमा गर्नुभएको छ भने तपाईँले के भन्छ बेचलरको लागि जान सक्नुहुन्छ। र तपाईँले डिप्लोमा गर्नुभएको छ भने अर्को पोइन्ट, तपाईँले डिप्लोमा गर्नुभएको छ भने तपाईँले टपअप कोर्समा पनि जान सक्नुहुन्छ हैन। सो टपअप कोर्स के हो त्यो तपाईँले त्यसको बारेमा जान्न चाहनुहुन्छ भने मैले भिडियो अलरेडी बनाइ नै सकेछु, तपाईँले त्यो पनि भिडियो हेर्न सक्नुहुन्छ मेरो च्यानलमा गएर। अर्को छ मास्टरको लागि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँले बेचलर कम्प्लिट गर्नुभएको छ नेपालबाट भने तपाईँले एकैचोटि मास्टरको लागि अप्लाई गर्न सक्नुहुन्छ। र रिक्वायरमेन्ट्सको कुरा गर्दाखेरि तपाईँले ल्याङ्ग्वेज प्रिफरेन्सेस टेस्टमा तपाईँले आइल्स गर्नुभएको छ भने ओभरअलमा तपाईँको 6.0 चाहियो हैन ब्यान्ड स्कोर। त्यसपछि मास्टरको लागि 6.5 चाहियो र तपाईँले पिटी तर्फबाट तपाईँ अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले 50 देखि 60 सम्म तपाईँले स्कोर गर्नुपर्ने हुन्छ। यो तपाईँको मिनिमम रिक्वायरमेन्टहरू छ। सो योभन्दा तलमाथि हुन सकिन्छ। यो तपाईँको कोर्स, यो तपाईँको युनिभर्सिटी कलेज अनुसार फरक हुन सकिन्छ। तर यो तपाईँको एभरेज रिक्वायरमेन्ट छ जुन तपाईँले मैले अहिले भनेछु। अब ग्याप एक्सेप्टेड हुन्छ तर प्रोपर जस्टिफाई गर्नुपर्ने हुन्छ हैन। ग्याप एक्सेप्टेड हुन्छ नै हुन्छ युकेमा, तर तपाईँले एउटा राम्रो रिजन दिनु पर्यो। एउटा राम्रो तपाईँले के भन्छ कुनै एउटा इन्टर्नसिप गरेको अथवा जब गरेको अथवा कुनै अर्कै कोर्स गरेको तपाईँले
सर्टिफिकेट छ भने तपाईँले राम्रोसँग जस्टिफाई गर्न सक्नुहुन्छ। र नोट, अब तपाईँले आइएल्स मात्र नभएर तपाईँले पिटी पनि गर्न सक्नुहुन्छ, डुओलिङ्गो पनि गर्न सक्नुहुन्छ। तपाईँले अरू जुन जे गरे पनि भयो। मेन तपाईँले बुझ्नुपर्ने कुरा यो छ कि तपाईँको युनिभर्सिटीले तपाईँको कोर्स अनुसार जुन तपाईँलाई बेस्ट हुन्छ, जुन तपाईँलाई सजिलो लाग्छ तपाईँले त्यो ढुक्क भएर गर्दा हुन्छ। तपाईँले जुनसुकै गर्दा एउटा गर्दा पनि हुन्छ होइन। अब हामी कुरा गर्छौँ युकेका डकुमेन्ट्सहरू होइन। युकेमा के डकुमेन्ट्सहरू चाहिन्छ होइन युके जानको लागि। सो तपाईँले यहाँ हेर्न सक्नुहुन्छ, फर्स्टमा हाम्रो पासपोर्ट त भइ नै हाल्यो जुनसुकै कन्ट्रीको लागि पनि। त्यसपछि एकाडेमिक सर्टिफिकेट्सहरू भयो होइन, ट्रान्सक्रिप्ट्सहरू भयो। त्यसपछि आइएल्स अथवा पिटी सर्टिफिकेट अथवा डुओलिङ्गो सर्टिफिकेट होइन, जे तपाईँले ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट तपाईँले दिनुभएको छ त्यसको एउटा सर्टिफिकेट चाहियो होइन भाषाको लागि। त्यसपछि एसओपी होइन, स्टेटमेन्ट्स अफ पर्पजको चाहियो एउटा डकुमेन्ट। त्यसपछि सिभी चाहियो। त्यसपछि अफर लेटर, त्यसपछि कास्ट लेटर, त्यसपछि होइन ब्याङ्क स्टेटमेन्ट। सो यो सबै तपाईँको डकुमेन्टहरू भयो युके जानुको लागि। र अर्को लास्टमा तपाईँको एउटा यो पनि मैले भन्न बिर्सेछु, टिभी टेस्ट रिपोर्ट। तपाईँले जुन मेडिकल गर्नुहुन्छ, सो मेडिकलमा तपाईँको युकेमा मेन हेर्ने भनेको टिभी टेस्ट रिपोर्ट। तपाईँलाई टिभी छ कि छैन त्यो तपाईँको एकदमै राम्रोसँग हेर्छ होइन। सो तपाईँलाई पहिलादेखि नै टिभी छ भने तपाईँलाई अलिकति डिफल्ट हुन सकिन्छ। सो यो मेन हेर्ने भनेको के भन्छ मेडिकलमा तपाईँको टिभी टेस्ट रिपोर्ट हेर्छ। सो अब हामी कुरा गर्छौँ एडमिसन प्रोसेसको बारेमा। एडमिसन प्रोसेसमा तपाईँले कोर्स र युनिभर्सिटी सेलेक्ट गर्नुपर्ने हुन्छ। कोर्स र युनिभर्सिटी सेलेक्ट गरिसकेपछि तपाईँले युनिभर्सिटीमा अप्लाई गर्नुपर्ने हुन्छ। युनिभर्सिटीमा अप्लाई गरिसकेपछि तपाईँले अफर लेटर पाउनुहुन्छ। अफर लेटर पाइसकेपछि तपाईँले कतिपय केसमा कन्डिसनल लेटर दिन्छ, दिने पनि गर्छ, नदिने पनि गर्छ। सो तपाईँले कन्डिसनल लेटर पनि पुरा गर्नुपर्ने हुन्छ। अर्को हाम्रो छ क्यास लेटर रिसिभ गर्ने होइन। सो यति भइसकेपछि होइन तपाईँले एडमिसन प्रोसेस तपाईँको कम्प्लिट हुन जान्छ होइन। सो क्यास लेटर बिना हामीले युके भिजामा अप्लाई गर्न मिल्दैन। त्यसैले तपाईँले सुरुमा तपाईँको क्यास लेटर लिने पर्ने हुन्छ होइन। अब हामी कुरा गर्छौँ भिजा प्रोसेसको बारेमा होइन। युकेको भिजा प्रोसेसहरू के कस्तो हुन्छ त्यसको बारेमा कुरा गर्दाखेरि तपाईँको क्यास लेटरको कुरा आउँछ होइन। क्यास लेटर तपाईँले पहिलादेखि नै लिइसक्नु भएको छ भने त्यसपछि तपाईँको ब्याङ्क ब्यालेन्स तपाईँको 60 लाखसम्म होइन, एभरेजमा तपाईँको 60 लाखसम्म तपाईँको के भन्छ देखाउनु पर्ने हुन्छ 28 डेजको लागि होइन। सो अहिलेको रुल अनुसार तपाईँको 60 लाख 28 डेजको लागि देखाउनु पर्ने हुन्छ। सो यो टाइम अनुसार फरक हुन सकिन्छ, तर अहिलेको डेट अनुसार तपाईँको यति हो 60 लाख हो। अनलाइन भिजा एप्लिकेसन तपाईँले अप्लाई गर्नुपर्ने हुन्छ। अनलाइन भिजा एप्लिकेसन अप्लाई गरिसकेपछि तपाईँको बायोमेट्रिक अपोइन्टमेन्ट हुन्छ। त्यसपछि तपाईँको बायोमेट्रिक हुन्छ, बायोमेट्रिक तपाईँको दिनुपर्ने हुन्छ। र बायोमेट्रिक दिइसकेपछि तपाईँको भिजाको डिसिजन आउँछ होइन। भिजाको डिसिजन आइसकेपछि तपाईँको बल्ल तपाईँको भिजा प्रोसेसहरू कम्प्लिट हुन जान्छ होइन। सो युके भिजा इन्टरभ्यू प्राय हुँदैन होइन। युके भिजा इन्टरभ्यू प्राय तपाईँको हुँदैन, तर डकुमेन्ट स्ट्रङ हुनुपर्ने हुन्छ होइन। तर कतिपय केसमा तपाईँको युके भिजा इन्टरभ्यू पनि भइहाल्छ भने तपाईँको लागि तपाईँले आतिनु पर्दैन, डराउनु पर्दैन होइन। तपाईँले एकदमै सानोतिनो क्वेसन तपाईँको सोध्ने गर्छ। सो तपाईँले क्लियर गर्न सक्नुहुन्छ। अब हामी कुरा गर्छौँ ट्युसन फी र लिभिङ कस्टको। सो ट्युसन फीको कुरा गर्दाखेरि तपाईँको 10,000 देखि तपाईँको 18,000 पाउन्डसम्म तपाईँको पर इयर पर्न जान्छ। सो यो तपाईँको डिपेन्ड अपन योर कोर्स और डिपेन्ड अपन योर युनिभर्सिटीमा डिपेन्ड पर्छ होइन। तपाईँको कोर्समा डिपेन्ड हुन्छ कति हो। सो यो तपाईँको एउटा एभरेज छ। र तपाईँले कतिपय केसमा तपाईँले स्कलरसिप पनि पाउनुहुन्छ होइन। तपाईँको जिपी अनुसार तपाईँको जुन ल्याङ्ग्वेज प्रोफिसिएन्सी टेस्ट हुन्छ त्योहरूबाट पनि तपाईँले के गर्न पाउनुहुन्छ, तपाईँले स्कलरसिप पाउन सक्नुहुन्छ। 20%, 30%, 10% तपाईँले त्यति स्कलरसिप पाउन सक्नुहुन्छ होइन। अब लिभिङ कस्टको कुरा गर्दाखेरि तपाईँले यहाँ हेर्न सक्नुहुन्छ लन्डनमा अलिकति बढी पर्न जान्छ र आउटसाइड लन्डनमा तपाईँको कम पर्न जान्छ। सो तपाईँ इनसाइड लन्डन हुनुहुन्छ भने तपाईँको 1200 प्लस तपाईँको के भन्छ पर मन्थ पर्न जान्छ पाउन्डमा। तपाईँको पर मन्थ त्योभन्दा पनि बढी पर्न जान्छ यदि तपाईँ लन्डनमा बस्नुहुन्छ भने। र तपाईँ आउटसाइड लन्डनमा बस्नुहुन्छ भने तपाईँको 900 देखि 1000 पर मन्थ तपाईँको पर्न जान्छ पाउन्डमा। सो यो तपाईँको इनसाइडमा अलिकति महँगो पर्छ, एक्सपेन्सिभ हुन्छ, र आउटसाइडमा तपाईँलाई अलिकति सस्तो पर्छ। सो अब हामी कुरा गर्छौँ पार्ट टाइम जब र स्यालेरीको बारेमा। सो युके गभर्मेन्टले तपाईँलाई 24 आवर पर विक तपाईँले काम गर्न दिन्छ होइन। यो तपाईँको रुल भयो। यो तपाईँको रुल एकदम स्ट्रिक्टली त्यहाँनिर फलो हुन्छ होइन। सो 24 आवर तपाईँको के भयो पर विक तपाईँले काम गर्न पाउनुहुन्छ। र एभरेज स्यालेरी तपाईँको 10 देखि 12 पाउन्ड पर आवर तपाईँले दिने गर्छ त्यहाँनिर युकेमा होइन। सो त्यसपछि हाम्रो छ मन्थली अर्निङको कुरा गर्दाखेरि तपाईँको 700 देखि 1000 पाउन्डसम्म तपाईँले मन्थली अर्निङ गर्न सक्नुहुन्छ। पार्ट टाइम जब लिभिङ कस्ट कभर गर्न हेल्प गर्छ होइन। जुन तपाईँले पार्ट टाइम जब गर्नुहुन्छ त्यसले तपाईँको एउटा लिभिङ कस्ट पनि कभर गर्न हेल्प गर्छ र ट्युसन फी चाहिँ गर्दैन।
सो तपाईँले ट्युसन फीको लागि तपाईँले पैसा कहाँबाट जुटाउनुहुन्छ तपाईँले मलाई सोद्धाखेरि यसको एउटै आन्सर छ। जुन तपाईँको युनिभर्सिटीमा तपाईँको बिदा हुन्छ, होलिडे हुन्छ, सो तपाईँ त्यो होलिडेमा बिदाको टाइममा तपाईँले जुन काम गर्नुहुन्छ 40 आवर 24 आवरभन्दा बढी तपाईँले पर विक तपाईँले काम गर्न सक्नुहुन्छ होइन। तपाईँ जति पनि काम गर्न सक्नुहुन्छ। सो त्यो टाइममा तपाईँले मेन भनेको युनिभर्सिटीको लागि फीहरू तपाईँले कलेक्ट गर्ने हो, युनिभर्सिटीको लागि तपाईँले फीहरू जम्मा गर्ने हो। सो अब हामी कुरा गर्छौँ PSW जब र PR को बारेमा। सो PSW तपाईँको जुन तपाईँको कोर्स सकिन्छ, त्यो कोर्स सकिसकेपछि तपाईँको 18 मन्थको तपाईँको PR हुन्छ होइन। सो यो कुरा तपाईँले बुझ्नु होला। पहिला 2 वर्ष थियो, अहिले 18 महिना मात्र राखिदिएछ। अब जब पाइसकेपछि तपाईँको वर्क भिजा कन्भर्ट गर्न मिल्छ होइन। तपाईँले जब पाइसकेपछि तपाईँको वर्क भिजा कन्भर्ट गर्न सकिन्छ। लङ टर्म तपाईँ वर्क गरिसकेपछि तपाईँको PR पनि पोसिबल हुन्छ होइन। सो त्यहाँको सर्टेन रुल अनुसार तपाईँले त्यहाँनिर बस्नुहुन्छ भने, स्पोन्सर पाउनुहुन्छ भने तपाईँले PR पनि अप्लाई गर्न सक्नुहुन्छ होइन। त्यसपछि फ्यामिली डिपेन्डेन्ट पनि पोसिबल हुन्छ होइन। यो कुरा सबै तपाईँको PSW जब र PR सँग रिलेटेड कुराहरू छ। सो तपाईँ यो कुरा पनि राम्रोसँग बुझ्नु होला। अब हामी कुरा गर्छौँ इन्टेकको। UK जानको लागि बेस्ट इन्टेक कुन छ। सो यहाँनिर तपाईँको मैले 3टा इन्टेक दिएछु। जनवरी छ, मे छ, अर्को तपाईँको सेप्टेम्बर छ। सो सबभन्दा ठुलो इन्टेक भनेको तपाईँको सेप्टेम्बर हो, त्यसपछि जनवरी हो, र जुन तपाईँको जो मेहरू छ, अप्रिलहरू, अरू धेरै इन्टेकहरू हुन्छ, सानोतिनो इन्टेकहरू, त्यो तपाईँको एकदमै सानोतिनो इन्टेक हुन्छ। तपाईँको सेप्टेम्बरमा धेरै जसो युनिभर्सिटीले धेरै जस्तो कोर्सहरू अफर गरिरहेको हुन्छ, धेरै जसो स्कलरसिपहरू दिइरहेको हुन्छ सेप्टेम्बर र जनवरीमा। सबभन्दा ठुलो इन्टेक सेप्टेम्बर हो, त्यसपछि जनवरी हो, र यो तपाईँको मे, अप्रिल यो तपाईँको सानोतिनो इन्टेकहरू हुने भयो होइन। सो तपाईँले अलिकति राम्रै स्कलरसिप, राम्रो युनिभर्सिटी र राम्रै कोर्स तपाईँ सेलेक्ट गर्न चाहनुहुन्छ भने तपाईँले सेप्टेम्बर इन्टेकमा तपाईँले अप्लाई गर्दा हुन्छ होइन। नत्र तपाईँले जनवरीमा पनि अप्लाई गर्न सक्नुहुन्छ र अरू 20मा पनि तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। सो मेन तपाईँले सेप्टेम्बर र जनवरीमा अप्लाई गरेको तपाईँको राम्रो बेस्ट हुन्छ होइन। अब हामी कुरा गर्छौँ नेपालबाट UK जान तपाईँको टोटल कति खर्च पर्न जान्छ होइन। सो एप्रोक्सिमेटली टोटल खर्चको कुरा गर्दाखेरि तपाईँको ट्युसन फी 1 इयरको तपाईँले तिरेर जानुहुन्छ भने तपाईँको 15 लाखदेखि तपाईँको 22 लाखसम्म अथवा 20 लाखसम्म तपाईँको पर्न जान्छ एभरेजमा। त्यसपछि लिभिङ कस्ट र ब्याङ्क ब्यालेन्स तपाईँको टोटल तपाईँको खर्च 12 देखि 15 लाखसम्म परिहाल्छ। र भिजा, टिकट प्लस इन्सुरेन्स सबै तपाईँको 3 देखि 4 लाखसम्म पर्न जान्छ होइन। सो यो तपाईँको लिभिङ कस्ट र ब्याङ्क ब्यालेन्स तपाईँको 12 देखि 15 छ। यो तपाईँको कम पनि हुन सकिन्छ, बढी पनि हुन सकिन्छ। यो सबै तपाईँको कम बढी हुन सकिन्छ, डिपेन्ड अपन यो तपाईँको कुन ठाउँमा बस्नुहुन्छ, कुन युनिभर्सिटीमा के कति तपाईँले खर्च गर्नुभएको छ, यो कुरालाई पनि तपाईँको के हुन्छ एउटा धेरै कुराले फ्याक्टर गर्छ। सो तपाईँको एप्रोक्सिमेटली कुरा गर्दाखेरि, एभरेजमा कुरा गर्दाखेरि तपाईँको 25 देखि 30 लाखसम्म पर्न जान्छ। कतिपय केसमा तपाईँको 20 लाख पनि पर्छ, कतिपय केसमा तपाईँको 35 लाख 40 लाखसम्म पनि पर्छ। तर यो तपाईँको एभरेज हो। यतिमा तपाईँको लगभग तपाईँको भइहाल्छ 25 देखि 30 लाखसम्म नेपाली रुपिजमा। तपाईँको नेपालबाट UK जानको लागि तपाईँको पुरै सबै यसमा कभर भइहाल्छ। अब हामी कुरा गर्छौँ फाइनल टिप्स र कमन मिस्टेकहरू के छन् जुन स्टुडेन्टले गरिरहेको हुन्छ। सो फर्स्टमा छ फेक डकुमेन्टहरू कहिले नबनाउनु होइन। तपाईँले पछि धेरै गाह्रो पर्न जान्छ होइन। त्यसैले तपाईँले जेन्युन र तपाईँले राम्रो जुन तपाईँ ओरिजिनल छ तपाईँले त्यही डकुमेन्टहरू मात्रै तपाईँले सबमिट गर्नु होला। त्यसपछि कन्सल्टेन्सीमा ब्लाइन्ड ट्रस्ट नगर्नु होला होइन। तपाईँले आफैले पनि रिसर्च गर्नु होला, आफैले पनि धेरै कुराहरू युनिभर्सिटीको बारेमा, कोर्सको बारेमा, त्यसपछि एकोमोडेसनको बारेमा राम्रोसँग रिसर्च गर्नु होला। त्यसपछि कोर्स सेलेक्सन तपाईँले स्मार्ट तरिकाले गर्नुपर्ने हुन्छ होइन। कतिपय कोर्सहरू तपाईँको के भन्छ 4 वर्षको हुन्छ, 3 वर्षको हुन्छ। सो तपाईँले कुन कोर्स गर्न चाहनुहुन्छ, त्यो कोर्समा तपाईँले चाहेको कोर्सको टपिकहरू, सब टपिकहरू, क्रेडिटहरू के कतिको मिले छ छैन, यो सबै कुराहरू तपाईँले हेर्न सक्नु होला। असाइनमेन्टहरू के भन्छ, इक्जामहरू के कतिको छ, प्रोजेक्टहरू के कतिको छ, त्यो सबै कुरा तपाईँले हेर्नु होला। त्यसपछि छ आइएल्टिएसको स्ट्रङ बनाउनु होला होइन। तपाईँको आइएल्टिएसमा तपाईँले राम्रो आइएल्टिएस अथवा PT अथवा डुओलिङ्गो जे भए पनि तपाईँले राम्रोसँग एउटा स्ट्रङ डकुमेन्ट बनाउनु होला यसको पनि। त्यसपछि इयरली अप्लाई गर्नु होला। मतलब तपाईँले चाँडोभन्दा चाँडो तपाईँले अप्लाई गर्नु होला। चाँडो तपाईँले अप्लाई गर्नुहुन्छ भने कुनै पनि इन्टेकमा तपाईँले स्कलरसिप पाउने तपाईँको के भन्छ युनिभर्सिटीहरूमा छिटो सेलेक्ट हुने चान्स तपाईँको बढी हुन्छ। जति तपाईँ ढिलो गर्नुहुन्छ त्यति नै तपाईँको सेलेक्ट हुने चान्स तपाईँको अलिकति गाह्रो हुन जान्छ होइन। किनभने पहिलादेखि नै धेरै स्टुडेन्टहरूले अप्लाई गरिसकेको हुन्छ, उनीहरूलाई सिलेक्ट गरिसकेको हुन्छ, त्यही भएर तपाईँको लिमिटेड सिट हुन्छ। त्यही भएर यदि तपाईँ अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँले चाँडोभन्दा चाँडो अप्लाई गर्नु होला। त्यसपछि छ कन्क्लुजन। अब लास्टमा म तपाईँलाई कन्क्लुजन भन्न चाहन्छु। सो UK एउटा राम्रो अपर्च्युनिटी हो, एउटा राम्रो कन्ट्री हो। तर प्रोपर प्लानिङ बिना UK जानुहुन्छ भने तपाईँको धेरै रिस्क हुन जान्छ। सो तपाईँले राम्रोसँग प्लानिङ गरेर कुन कोर्स गर्न जानुहुन्छ, कुन युनिभर्सिटीमा जानुहुन्छ होइन, के पढ्नुहुन्छ, तपाईँले राम्रोसँग रिसर्च गर्नु होला।
यदि तपाईँ सही कोर्स, सही युनिभर्सिटी र सही प्रोसेस फलो गर्नुहुन्छ भने तपाईँ क्यारियरको लागि गेम चेन्जर बन्न सकिन्छ। यो कुरा तपाईँले राम्रोसँग बुझ्नु होला। सो तपाईँ जहाँसुकै जुन कन्ट्रीमा गए पनि तपाईँले राम्रोसँग रिसर्च गर्नुहोला। कोर्सको बारेमा, युनिभर्सिटीको बारेमा, ठाउँको बारेमा होइन, सबै कुरा जति पनि कुरा हुन्छ र एकदम राम्रोसँग रिसर्च गर्नुहोला होइन। युकेको भिजा रेट पनि एकदम राम्रो छ। युकेको डिग्री पनि एकदमै भ्यालुएबल छ। र युकेमा तपाईँले चाँडोभन्दा चाँडो तपाईँले डिग्री पनि सघाउन सक्नुहुन्छ। 3 वर्षमै ब्याचलर, 1 वर्षमै मास्टर। सो तपाईँले राम्रो प्लानिङ गरेर, राम्रो रिसर्च गरेर, राम्रो गाइड लिएर तपाईँ युके जानुहुन्छ भने तपाईँको लागि युके एकदम बेस्ट हुन सकिन्छ। सो आई होप आजको भिडियोबाट तपाईँले युके जाने सबै कुरा एकदमै राम्रोसँग बुझिसक्नुभयो होला। र यस्तै खालको अझै भिडियो हेर्न चाहनुहुन्छ फ्युचरमा भने हाम्रो टेक्निकल च्यानललाई सब्सक्राइब गर्नुहोला। फेरि पनि हामी भेट्छौँ अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि ओके, बाई बाई, टेक केयर।